everyone, welcome to my YouTube channel. So I am about to go to market because मुझे ना मैं बेबी के बर्थडे के लिए एक दो शॉपिंग करना है. So I am starting it from today because उसका बर्थडे ना next Friday को है. So today is Saturday. Agenda of today is to shout out all the written gifts. आज वही सोच कर जा रही हूँ मैं. देखती हूँ क्या क्या कर सकती हूँ today and I will take you guys along. यो चाहिँ 260 रुपैयाँ पर्यो. यो एउटामा कतिवटा हुन्छ? 25 वटा हुन्छ. 25 वटा. यसको 25 है. यो नले खाना यसले हुँदैन. यसले हुँदैन. Hi everyone, I came back home. तो मैंने ना बेसिक चीज़ें लिए लाइक ये पेपर कप, पेपर प्लेट. इसमें सिर्फ वो है, वो तो मैं खोल के नहीं दिखाऊंगी आप लोगों को. एंड रिटर्न गिफ्ट्स के लिए बेबी के लिए ना मैंने ये चोको पाई लिया है, डार्क फैंटेसी लिया है, एंड ये लॉलीपॉप, ये वेफर्स, इससे वाला, ये सब कुछ लिया है मैंने फॉर रिटर्न गिफ्ट. मैं सोच रही कि मैं कुछ गिफ्ट नहीं डालूंगी, मतलब कोई क्योंकि ना एज सबका डिफरेंट है. मैंने सोचा कि मैं सब कुछ खाने का चीज़ ही दूंगी. सो या दिस इज़ माय रिटर्न गिफ्ट का पैकेट. मैं ना रिटर्न गिफ्ट में क्या पैक कर रही हूँ उसका भी मैं वीडियो बनाऊंगी. सो या आज थोड़ी बहुत शॉर्ट कर लिया है मैंने. अब और भी कुछ है, उसके लिए मैं वेडनेसडे को जाऊंगी. तो टुडे सैटरडे, वेडनेसडे को जाऊंगी. मेरो नानीको लुगा खेदिनेहरुको पनि त भिडियो बनाइदिराख्नु पर्यो, भोलि पर्सि देखाउनु पर्यो नि. बेबी हाई हाई. खजुरको बोट झै लहल हुन्छन् तिनीहरूका, लेबाननको देवदार जस्तै तिनीहरू हुन्छन् भनेर यहाँनिर भन्छ. अनि यसरी नै आज हाम्रो आयनको जीवनबाट यहाँ परिवारमा आशिषको म घोषणा पनि गर्छु. खजुरको बोट झै धेरै कठिनाई अवस्थामा आज यहाँ परिवार, आमा बाबु होइन आयनको अनि परिवार जाँदै गर्दाखेरि पनि तपाईँले सम्झिनुपर्छ कि म चाहिँ परम्परा रोपेको खजुरको बोट हो. जस्तै अवस्था म हिँड्दै गर्दा पनि म आशिषित बन्छु होइन, एउटा सफलता बन्छु, विजय बन्छु. तपाईँ नि मैले यहाँनिर उल्लेख गरेको खजुरको बोटलाई तपाईँ नि मैले सम्झिनु परिरहेछ. हाम्रो यहाँ आमा बाबुले, आयनको आमा बाबुले सम्झिनुहुन्छ. बाइबलले भन्छ नानीलाई अहिलेदेखि नै तपाईँ नि मैले, हामी हरेकले नै होइन एउटा सठिक शिक्षामा लगाउनु पर्ने. अहिले तपाईँले हेर्दै गरेर संसार एकदम विकराल अवस्थामा गइरहेको छ. नाना थरीको कुराहरू होइन जवानले खाएको तपाईँले देखिरहनु भएको छ है, बिग्रिरहेको छ. हामीहरू इसाई जगतभित्र पनि यो कुरोले प्रवेश गरेको छ अनि बाहिरी पनि यो कुरोले पुरै छाएको छ. म त्यहाँपट्टि बस्नु पर्छ नि. ठुलो बडाको शिक्षा चाहिँ उनीहरूले सुनाएको छन् भने त्यो ठाउँमा ह्यापी बर्थडे.
Happy birthday, dear Popo. Happy birthday. कसै पर्दा त मजाले त पढिमा यहाँ नानी ओ पोलाम देऊ न ओ पोलाम देऊ आमा हो त आमा हो अब राखा एकछिन अहिले आउँछ नानीहरू